नयाँ वर्षको आगमनसँगै हाम्रो देशको विभिन्न ठाउँ र आफ्नो प्रचलन अनुसार जात्रा पर्वहरू मनाइने गरिन्छ। सोही अनुसार थिमीमा अलि विशेष प्रकारले यो जात्रालाई मनाइन्छ। सिन्दूर जात्रा, जिब्रो छेड्ने जात्राले गर्दा थिमी पुरै उल्लासमय वातावरणमा जात्रामय र रंगीन हुने गर्दछ। हुनलाई त पहिला 32 वटा खटको जात्रा हुने भए पनि यो पल्ट भने 19 वटा खट बालकुमारी परिसरमा ल्याई निकै हर्ष उल्लासका साथ जात्रा मनाइयो। मूल देवतालाई खटमा राखी धिमे बाजा, भुसिया बाजा र अन्य बाजाहरूले गुन्जयमान हुँदा जात्राको रौनकता झन बढी आकर्षक थपिदिने रहेछ। मल्लकालीन राजा जगज्योति मल्लको समयदेखि निरन्तर रूपमा सञ्चालित एकदम ऐतिहासिक र धार्मिक आस्थाले भरिपूर्ण यो जात्रा विक्रम सम्वतको अन्तिम दिनलाई विदाई गर्दै नयाँ वर्षको आगमनलाई स्वागत गर्दछ। 3 दिनसम्म मनाइने यो जात्रामा विष्णु वीरको जात्रा, सिद्धकालीको जात्राको साथसाथै सिन्दूर जात्रा र जिब्रो छेड्ने जात्रा